वेलकम ब्याक। सो अब भने चाहिँ म दार्जिलिङको विषयमा धेरै कुरा भन्नेछु र ब्रिटिस सरकारले जब डिड अफ ग्रान्टद्वारा दार्जिलिङलाई हात लगाएपछि अनि के कसो उहाँले बिल्ड गर्नुभयो अथवा दार्जिलिङको रूपरेखाहरू कसरी परिवर्तन गर्नुभयो के ब्रिटिसले सिक्किमको छोग्यालबाट डिड अफ ग्रान्ट मार्फत दार्जिलिङलाई लिए पश्चात के यहाँ हाम्रो जातिहरू बसोबास गर्थे त भन्ने धेरै प्रश्नहरू पनि आउँछ। हो हजुर, यो क्षेत्रमा त्यो ब्रिटिसको डिड अफ ग्रान्ट भन्दा अगाडि पनि कैयौं यहाँ लेप्चा समुदायहरू बसोबास गर्थ्यो र लेप्चा समुदायको साथसाथमा अब भने चाहिँ यहाँ यो क्षेत्रमा चाहिँ लिम्बुवान किराती किङडमहरू र प्राय हाम्रो किराती समुदायहरू पनि बसोबास गर्ने गर्थ्यो। यहाँहरूको जानकारीको लागि म बताइदिउँ कि लिम्बू किरात किङडमको चाहिँ 3वटा पार्ट हुन्थे अरे, वल्लो किरात, माझी किरात र पल्लो किरात र दार्जिलिङको भूभाग दार्जिलिङको क्षेत्र चाहिँ फेरि पारी किरातको भूभागमा पर्थ्यो अरे। भन्नुको मतलब यहाँ लिम्बू या फेरि किरात किङडमले पनि दार्जिलिङलाई चाहिँ क्याप्चर गरेर रुल गरेको थियो कुनै समयमा। सो इन अ नटसेल भन्नु पर्दाखेरि चाहिँ दार्जिलिङलाई चाहिँ विभिन्न राष्ट्रियहरूले रुल गरेको थियो। सबैभन्दा पहिला त सिक्किमको जमिन, सिक्किमको भूभाग सिक्किमले रुल गर्यो, त्यसपश्चात फेरि नेपालले पनि रुल गर्यो अनि नेपालको फेरि किरात किङडम जस्तै लिम्बुवान, खम्बुवान हैन र हजुरलाई थाहा भएको कुरा हुनुपर्छ सिक्किमको छोग्यालमारमा पनि धेरै अन्तर्कलहहरू हुन्थे अरे आफ्नो सन्तानहरू बीचमा है। कोटापा अपराइजिङ हुन्छ सिक्किममा, जहाँ चाहिँ सिक्किमको राजा अनि उहाँको परिवार माझमा र साथसाथमा यहाँको बसोबास गर्ने लेप्चाहरू माझमा जब राजासँग खुसी हुँदैन अनि राजाकै सन्तानबाट धेरै कुटनीतिहरू गरिन्छ राजाको एगेन्स्टमा है। र त्यो कोटापा अपराइजिङ मार्फत चाहिँ धेरै अब त्यहाँ सिचुएसनहरू अलिकति वर्स्ट हुँदाखेरि चाहिँ अलिकति बाहिरको अतिक्रमणहरू पनि हुँदाखेरि चाहिँ लेप्चा समुदायहरू मोटामोटी सिक्किमबाट 800 घरहरू भन्दा ज्यादा लेप्चा चिफले चाहिँ सिक्किमलाई छोडेर अथवा उहाँहरू चाहिँ इलाममा गएको भनेर पनि मानिन्छ अनि नेपालको शरण लिएको भने पनि मानिन्छ। अनि त्यसपश्चात त्यहाँ बादमा मिरिकहरू भयो है अनि अन्तु डाँडाको त्यो जुन डिस्प्युट छ नि र त्यो चाहिँ मोटामोटी अब त्यो लेप्चा जो यहाँबाट जानुभएको थियो उहाँहरूकै बसोबासोले गर्दाखेरि त्यो अन्तु डाँडाको डिस्प्युट पनि भएको भनेर मानिन्छ। र इतिहासमा हेर्नुहुन्छ भने तपाईँले लेप्चा समुदायहरू प्राय इलामतिर पनि पाउँछ अनि नक्सलबारीतिर पनि धेरै पाउने गर्छ है। र अब कुराकानी गरौँ इस्ट इन्डिया कम्पनी दार्जिलिङमा डिड अफ ग्रान्टबाट ल्याएपछि है अब दार्जिलिङलाई सुनियोजित ढङ्गले व्यवस्था गर्नुपर्ने अथवा त्यहाँ व्यवस्थित राख्नुपर्ने है। अनि त्यसको पहिला स्टडी अब ब्रिटिसहरूमा त धेरै उहाँले चाहिँ स्टडी गर्नुहुन्थ्यो, एक्सपेरिमेन्टहरू गर्नुहुन्थ्यो अनि त्यसको लागि चाहिँ दार्जिलिङको यहाँको इन्भाइरोमेन्ट, यहाँको माटो, यहाँको क्लाइमेटहरू के कसो छ भनेर चाहिँ ब्रिटिस इस्ट इन्डिया कम्पनीले चाहिँ 2जना ब्रिटिस अफिसर्सहरूलाई दार्जिलिङ जानु भनेर बताउँछ। लोयड अनि डाक्टर क्याम्पम्यानलाई चाहिँ दार्जिलिङमा 9 महिनाको निम्ति यिनै स्टडी गर्नु, एक्सपेरिमेन्ट गर्नु भनेर दार्जिलिङ पठाउँछ र यहाँ उहाँहरू बस्छ, धेरै स्टडीहरू गर्छ यताउताको होइन हरियाली नेचरहरू, यहाँको जमिनको उहाँले स्टडी गर्छ, इन्भाइरोमेन्टको स्टडी गर्छ अनि 1837मा चाहिँ फाइनल रिपोर्ट उहाँले इस्ट इन्डिया कम्पनी मार्फत पेश गर्छ कि दार्जिलिङ चाहिँ पर्फेक्टली सुइटेबल छ सेनेटोरियमको लागि भनेर उहाँले फाइनल रिपोर्ट सब्मिट गर्छ अनि त्यस मार्फत लोयडलाई चाहिँ मेजरबाट लेफ्टेनेन्ट कर्नलको प्रमोसन पनि दिन्छ अनि दार्जिलिङको लागि चाहिँ गभर्मेन्ट एजेन्टको रूपमा उहाँलाई नियुक्ति गरिन्छ अनि विशेष गरी चाहिँ सिक्किमको राजा छोग्यालसँग उहाँको कनेक्सन राख्नलाई या फेरि रिलेसनहरू ठिक राख्नलाई चाहिँ उहाँलाई दार्जिलिङमा गभर्मेन्ट एजेन्टको रूपमा पठाइन्छ। अब लोयड जब दार्जिलिङ आउँछ, दार्जिलिङ आएपछि एकदमै वन्य जङ्गल हुन्छ, अब घनघार जङ्गल हुन्छ अनि बिस्तारै बिस्तारै उहाँले अब होइन अब उहाँलाई मानिसहरू चाहिन्छ त्यहाँ बसोबास गर्ने होइन अब कामहरू गर्ने र उहाँले चाहिँ अब के गर्छ भन्दाखेरि चाहिँ जो जति मैले अघि भनेको थिएँ लेप्चाजहरू जो 300 घर चाहिँ सिक्किम छोडेर गएको थियो अनि कतिपय भुटियाजहरू पनि सिक्किम छोडेर आएको थियो होइन र अब चाहिँ लोयडले चाहिँ ती तमाम लेप्चाजहरूलाई चाहिँ कलकत्ता इस्ट इन्डिया कम्पनीलाई नभनिकन दार्जिलिङमा शरण दिन्छ अथवा दार्जिलिङमा सेटल हुने भनेर उहाँलाई धेरै अफरहरू दिन्छ। तर फेरि पनि म भन्छु तर त्योभन्दा पनि अगाडि ग्रुप अफ लेप्चाजहरू चाहिँ अलरेडी हाम्रो अब्जर्भेटरी हिल्समा चाहिँ गुम्बा बनिएको थियो र त्यहाँ चाहिँ बसोबास गर्ने गर्थ्यो। अब अहिलेको दार्जिलिङ र यसको पनि धेरैवटा मिनिङ छ अथवा भनौँ प्रनाउन्सिएसनहरू उहिलेदेखि नै धेरैवटा रहेको छ। टिबेटन शब्दमा
दोर्जेलिङलाई लिङ भनेको घर या त गुम्बा या त अबोर्ड भन्छ नि त है अङ्ग्रेजीमा। अनि अकर्डिङ टु टिबेटन इट इज अ प्लेस वेयर दोर्जे लिभ्स। अब फेरि अर्को अर्थमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब्जर्भेटरी हिल चाहिँ दार्जिलिङको हाएस्ट रिच भएकोले गर्दाखेरि, सबैभन्दा टुप्पोमा भएकोले गर्दाखेरि चाहिँ है, अब विशेष गरी यो बर्खाको समयमा मनसुन स्ट्रमहरूतिर चाहिँ धेरै चट्याङहरू आउने अरे, लाइटनिङहरू हुने अरे। अनि त्यसोसले गर्दाखेरि पनि दोर्जे भनेको थन्डरबोल्ट हो, तपाईँलाई थाहा छ है। अनि लिङ भनेको त अब त्यो घर एबोर्ड अथवा भइहाल्यो है। र अब फेरि लेप्चा भाषामा चाहिँ दार्जिलिङलाई चाहिँ दार्चुल्याङ पनि भनिन्छ, यानि कि हाउस अफ हेभनली गडेस अफ ब्युटी, होइन, त्यो पनि मानिन्छ। अब फेरि उसै गरी राईहरूले है, उहाँहरूको पनि आफ्नै डेफिनेसन छ दार्जिलिङको। तपाईँलाई थाहा होला जो अब्जर्भेटरी हिल अहिले छ, डाँडा छ, त्यसको अलिकति लोवर पार्टमा चाहिँ एउटा केभ छ है, गुफा जस्तो छ, जहाँ चाहिँ गुफाको छेउतिर अहिले पनि हाम्रो माङखिम सायद हुनुपर्छ त्यहाँ है राईहरूको, र उहाँले समय समयमा पूजापाठहरू गर्ने पनि गर्छ अहिले पनि है। अनि त्यो केभमा भित्र चाहिँ धेरै ढुङ्गाहरू पनि चढाउने त्यो प्रथा थियो अरे पहिला। अकर्डिङ टु राई चाहिँ दार्जिलिङलाई दुवालिङ पनि भन्छ अथवा स्टोन प्लेस, जहाँ चाहिँ धेरै ढुङ्गाहरूलाई चढाइन्थ्यो, पूजाहरू गरिन्थ्यो, त्यो पनि मानिन्छ। र अब 1788मा जब एङ्ग्लो नेपाल वार सुरु भयो अनि दार्जिलिङमा पनि धेरै अट्याक भएको थियो गोर्खा आर्मीबाट है। र दार्जिलिङको अब्जर्भेटरी हिल्समा तपाईँलाई थाहा छ लेप्चा समुदायकोहरू बसोबास गर्थ्यो। अनि सिक्किमबाट नै पेमोङसी गुम्बाबाट त्यहाँ गुम्बा बनाएको थियो अब्जर्भेटरी हिल्समा, डाँडामा है। र अब गोर्खा आर्मीहरूले चाहिँ त्यो गुम्बालाई चाहिँ डेस्ट्रोय गरिदिन्छ, भत्काइदिन्छ। अनि त्यहाँ चाहिँ उहाँहरूको मिलिटरी क्याम्पहरू जस्तो बसाउँछ त्यो अहिलेको प्रेजेन्ट डाँडामा है। अनि गोर्खा कमान्डर जोहर सिंहले फेरि त्यहाँकै लेप्चा, एकजना लेप्चा चिफ हुनुहुन्छ, उहाँको नाम रूप छिरिङ हो, उहाँलाई चाहिँ एज अ गभर्नर या फेरि ट्याक्स कलेक्टरको रूपमा अपोइन्ट गर्छ त्यो एरियाको लागि। र पछि आएर त्यो जुन महाकाल मन्दिरको अहिलेको गुम्पा, अहिलेको त्यहाँ जहाँ गुम्पा थियो पहिला है, र त्यो गुम्पा चाहिँ फेरि अहिलेको प्रेजेन्ट जो जिमखानाको छेउमा सेन्ट एन्ड्रुज चर्च छ, जो चाहिँ भानुभवनको माथि छ, र त्यहाँ सारेको थियो माथि अब्जर्भेटरी हिल्सको त्यो भत्काइदिए पश्चात चाहिँ त्यहाँ गुम्बा बनाएको थियो। र पछि फेरि त्यो गुम्बामा पनि त्यहाँ ब्रिटिसर्सहरूलाई है, जो चाहिँ अब गभर्नर, जो ब्रिटिसको गभर्नर चाहिँ दार्जिलिङ आउँदाखेरि चाहिँ त्यहाँ बसोबासो गर्थ्यो अरे। अनि त्यो गुम्बामा चाहिँ दिनरात पूजाहरू हुन्थ्यो अरे, ढ्याङ्ग्रो बज्ने, ग्यालिङहरू बज्ने है, शङ्खहरू बज्ने। त्यो हुँदाखेरि चाहिँ उहाँलाई एकदम डिस्टर्ब भएर चाहिँ त्यहाँबाट फेरि गुम्बा चाहिँ भोटे बस्तीमा सारिएको हो। र यसोसले इतिहासमा मानिन्छ कि भोटे बस्तीको गुम्बा चाहिँ दार्जिलिङको सबैभन्दा पुरानो गुम्बा हो भनेर पनि मानिन्छ। अब लोयड जब है दार्जिलिङको इन्चार्ज भएर आएपछि यहाँ उसलाई अब धेरै डेभलप गर्नु थियो, बाटोहरू बनाउनु थियो सबैभन्दा पहिला त होइन। र बाटो बनाउनुको लागि चाहिँ उहाँले 1838मा ओल्ड मिलिटरी रोडको स्ट्याब्लिस गर्छ, जुन बाटो चाहिँ तराई प्लेन्स, जो चाहिँ अहिलेको सिलगढीबाट चाहिँ पङ्खाबारी हुँदै दार्जिलिङ आउने बाटो बनाउनु पर्ने हुन्थ्यो। र अब लोयड त अब इन्जिनियर थिएन त्यो समयमा है, अब उहाँ त इन्जिनियर ब्याकग्राउन्डबाट होइन। र अब त्यो बाटोको लागि चाहिँ अब त्यसै पनि स्लोप्सहरू उकालो ओह्रालो होइन। र अब त्यो बाटो बनाउनुलाई चाहिँ ब्रिटिसले एक्जिक्युटिभ इन्जिनियर हायर गर्छ जन गिल्मोर। जन गिल्मोरलाई चाहिँ अब दायित्व दिन्छ कि यो जति पनि ओल्ड मिलिटरी रोड छ बनाउनु पर्ने। र स्याडली जन गिल्मोर जो चाहिँ अलिकति उमेरले पनि खाएको थियो, 70 वर्षहरूको उमेर थियो। र दार्जिलिङको जुन त्यो मौसमहरूले गर्दाखेरि है उहाँ एकदम बिमार पर्छ अनि त्यो जाति नै हुनुहुन्न है। र पछि आएर उहाँको त्यो कामदेखि उहाँलाई रिलिफ दिन्छ र अर्को इन्जिनियरको आगमन हुन्छ। र अर्को इन्जिनियरको आगमन हुन्छ लर्ड रोबर्ट नेपायर। अब लर्ड नेपायरले 1838देखि काम सुरु गर्छ र फाइनली 1842मा चाहिँ ओल्ड मिलिटरी रोड कम्प्लिट हुन्छ, जसमा चाहिँ पङ्खाबारी हुँदै डाकबङ्गला हुँदै डाउल स्कुल, भिक्टोरिया स्कुल हुँदै चिम्नी देउराली हुँदै मालदिरामहरू हुँदै होइन, सोनादाहरू हुँदै त्यहाँ माथि सिन्चेल भएर जोरबङ्गला झर्नुपर्ने। अनि जोरबङ्गलाबाट फेरि जलपार हुँदै आलुबारी हुँदै चौरस्तामा निक्लिने त्यो बाटो बनियो। र पछि आएर चाहिँ त्यो हिलकाट रोड, जुन त्यो कर्सियङबाट त्यो दार्जिलिङ हुने त्यो मुनिको हिलकाट रोड चाहिँ 1861मा सुरु गरेको थियो भने 1869मा कम्प्लिट भएको हो। अब
अब के हुन्छ भन्दाखेरि यही क्रममा जो लयड चाहिँ दार्जिलिङको इन्चार्ज बनेर पठाएको थियो र उहाँसँग चाहिँ इस्ट इन्डिया कम्पनी खुसी हुँदैन, कारण उहाँले बिचमा धेरै हिसाबको गडबड पनि गर्छ र साथसाथमा सिक्किमको छोगेलसँग एकदम राम्रो रिलेसन पनि उहाँले कायम गर्दैन है। अलिकति डिस्प्युटहरू आइरहेको कारणले गर्दाखेरि चाहिँ इस्ट इन्डिया कम्पनीले अब लयडलाई चाहिँ फेरि वापस क्यालकाटा बोलाउँछ र उहाँको जग्गामा चाहिँ अर्को अफिसियललाई दार्जिलिङको नियुक्ति दिएर पठाइन्छ। अब क्याम्पबेलको एन्ट्री हुन्छ दार्जिलिङमा एज अ फर्स्ट सुप्रिन्टेन्डेन्टको रूपमा। अब धेरै उहाँमाथि धेरै प्रेसर हुन्छ, बाटोहरू बनाउनु पर्ने होइन, टाउन इस्टाब्लिस गर्नुपर्ने, अब जग्गाहरू बनाउनु पर्ने, अब सबै कुराहरू कन्स्ट्रक्सन गर्नुपर्ने है। इस्ट इन्डिया कम्पनीको धेरै प्रेसरको साथमा उहाँले अब काम सुरुवात गर्छ र जब क्याम्पबेलले दार्जिलिङ टेक ओभर गर्छ तब उसलाई अब विभिन्न टाउनहरू इस्टाब्लिस गर्नु थियो र फर्स्ट टाउन तपाईँलाई थाहा होला दार्जिलिङ पहाडको चाहिँ कर्सियङहरूबाट नै सुरु हुन्छ। दार्जिलिङको अहिले जो मेन टाउन छ त्यो इस्टाब्लिस भएको हुँदैन, तर कर्सियङहरूबाट सुरु हुन्छ अनि उसै गरी सोनादाहरू इस्टाब्लिसहरू गर्छ उहाँले टाउनहरू है। अनि बिस्तारै त्यहाँबाट गर्दै 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 जो अहिलेको प्रेजेन्ट मेन टाउन छ त्यसमा चाहिँ बादमा आएको हुन्छ र पहिला भने चाहिँ त्यो कर्सियङहरूलाई नै उहाँले फोकस गर्छ, सोनादालाई एकदम फोकस गरेको छ है, हिस्ट्रीमा त्यो बताएको छ। र अब 1839मा फेरि नेपालबाट आएको डाकमान राईको एन्ट्री हुन्छ दार्जिलिङमा। डाकमान राईले चाहिँ क्याम्पबेललाई घोडाहरू ल्याउने अथवा उहाँलाई सकाउने भनेर धेरै प्रमिसेसहरू दिन्छ है। अनि त्यो समयमा 20वटा प्याक घोडाहरू होइन, प्याक गरेर घोडाहरू ल्याएर आएको पनि अब हिस्ट्रीमा बताएको छ। डाकमानले अझै ज्यादा होइन लेबरहरू ल्याउने, मान्छेहरू ल्याउने भनेर उहाँलाई क्याम्पबेललाई आश्वासन दिन्छ। अब यता क्याम्पबेललाई आफ्नो टाउन इस्टाब्लिस गर्नुलाई है अब लेबरहरू पनि चाहिएको, म्यान पावर चाहिएको। अब ठिकै डाकमान आउँदाखेरि चाहिँ अनि इन रिटर्न क्याम्पबेलले डाकमानलाई चाहिँ मिरिकको पर्टिकुलर एरियामा चाहिँ एउटा त्यसै जमिन परिरहेको हुन्छ, फ्री होल्ड ल्यान्ड चाहिँ उहाँलाई दिने गर्छ, दिएको हुन्छ एज अ गिफ्ट। त्यो चाहिँ बादमा गएर अहिले आएर सौरिनी टी गार्डन र फुगरी टी गार्डन हो। र डाकमान र उहाँको छोरा जङ्गवीर राईले चाहिँ आफ्नो बारीमा चियापत्तीहरू पनि रोप्ने गर्छ र फलस्वरूप यो इतिहासमा पनि हो कि फर्स्ट नेपाली जसले चाहिँ चियाको बुट्टा रोपेको थियो उहाँहरू चाहिँ डाकमान राई र उहाँको छोरा जङ्गवीर राई पनि मानिन्छ। अनि उहाँहरू चाहिँ फर्स्ट नेपाली टी प्लान्टरको रूपमा पनि देखिन्छ दार्जिलिङको इतिहासमा। पछि फेरि अर्को एकजना मानिसको एन्ट्री हुन्छ भगतवीर राई, जो चाहिँ भोजपुरबाट आउँछ। उहाँ एकदमै ट्रुपहरू लिएर नै आउँछ है, धेरै मानिसहरू उहाँको साथीहरू लिएर नै आउँछ र उहाँले चाहिँ ओल्ड मिलिट्री रोडको काममा धेरै सपोर्ट गर्छ अथवा त्यो बाटोहरू बनाउनुलाई चाहिँ उहाँले त्यहाँबाट धेरै सपोर्टिङ स्टाफहरू पनि ल्याएको छ। र पछि आएर फेरि भगतवीर राई चाहिँ डाकमानकै ज्वाइँ हुन्छ र भनिन्छ कि समृपानी टी गार्डन र धोत्रिया टी गार्डनमा चाहिँ उहाँले फर्स्ट चियापत्ती बगान लगाएको अथवा रोपेको भनेर पनि मानिन्छ र फर्स्ट दार्जिलिङ इतिहासमा चाहिँ फर्स्ट नेपाली टी ओनर चाहिँ उहाँ भगतवीर राईलाई पनि मानिन्छ।